मिनासान कनिचिवा नमस्ते मेरो नाम राजु श्रेष्ठ पद्मा कन्सल्टेन्सीमा तपाईहरुलाई स्वागत छ। फेरि पनि म नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। मैले तपाईहरुलाई भनिरहेको छु एन्ड4 लेभलको एटलिस्ट मिनिङहरु सकेपछि म ग्रामटिकल कुरा पनि ल्याउँछु भनेको थिएँ भने अब 35 लेसनसम्म म मिनिङ सक्छु, त्यसपछि म ग्रामटिकल कुरा ल्याउने सोचिरहेको छु। त्यही भएर यो 5 वटा लेसन चाहिँ म सकिहाल्छु ल, किन भन्दा यो मिनिङ धेरै इम्पोर्टेन्ट छ हैन। त्यसले गर्दाखेरि चाहिँ यो पहिला सकौं, त्यसपछि ग्रामटिकल कुरा आइहाल्छ। डिमान्ड त धेरै गरिरहनु भएको छ हैन, बुझ्छु म। तपाईहरुलाई एकदमै धेरै सजिलो तरिकाले त्यो के भन्छ ग्रामटिकल कुराहरु बुझाउने छु। तपाईहरुलाई जसरी N5 लेभलमा बुझिरहनु भएको छ भने त्यो भन्दा डिटेली बुझाउने छु है त ल, किनकि त्यतिबेला त बोर्ड थिएन, अब त छ नि त हैन। ल यहाँ हेर्नुस्, अब आज हामीले लेसन 31 को भोकाबुलेरी यानी कि इमीहरुलाई हामी सक्ने छौं। ध्यान दिएर सुन्नुस् है त। म जापानिज नेपाली मिनिङ भनेर छुट्याइदिएको हुन्छु, जसले गर्दाखेरि तपाईलाई प्रोनाउन्सिएसन गर्न पनि सजिलो होस्। अनि अर्को कुरा भनेको यो नेपालीहरुमा चाहिँ कुनै कुनै टाइपिङमा अलिकति मिस्टेक भयो भने तपाईले त्यसलाई सच्याएर गर्नु, किनकि N4 लेभल पढेको छौं, यो लेटर त आइहाल्छ है। अब यहाँ सबैभन्दा सुरुमा हेर्नुस् त, यहाँ के गरेको छ भने हाजिमारीमास। फेरि पनि भन्नुस् त, हाजिमारीमास। हाजिमारीमास भनेको चाहिँ सुरु गर्नु है। यहाँ त यहाँ के भन्छ, बिगिन अ सेरेमनी होस् चाहे जुनसुकै कुरा होस् सुरु गर्नु भन्ने बुझिन्छ। अर्को छ हाम्रो चुजुकेमास। के छ अरे, फेरि एकचोटी भन्नुस् त, चुजुकेमास। चुजुकेमास भनेको चाहिँ हाम्रो निरन्तरता गर्नु, कन्टिन्यू गर्नु, जारी राख्नु भन्ने बुझिन्छ। नेक्स्ट हेर्नु हाम्रो के छ भन्दाखेरि मिचुकेमास। के छ अरे हेर्नुस् त, मिचुकेमास। मिचुकेमास भनेको चाहिँ के हो सेन्से भन्नुहुन्छ भने टु फाइन्ड यानी कि पत्ता लगाउनु, फेला पार्नु भन्ने बुझिन्छ। नेक्स्ट छ हाम्रो उकेमास। फेरि एकचोटी उकेमास। उकेमास भनेको चाहिँ एक्जामहरु दिनु भन्दाखेरि हामी उकेमासको प्रयोग गर्छौं। यहाँ हेर्नु खान्जी जति पनि ब्र्याकेटमा छ, इम्पोर्टेन्ट छ, त्यही भएर यसलाई पनि तपाईले याद गर्न सक्नुहुन्छ, प्र्याक्टिस गर्न सक्नुहुन्छ। न्युगाकुसिमास। फेरि एकचोटी भन्नुस् त, न्युगाकुसिमास। न्युगाकुसिमास भनेको चाहिँ के हो भन्दाखेरि विश्वविद्यालयमा भर्ना हुनु, इन्ट्री गर्नु, इन्टर हुनु भन्ने बुझिन्छ है त। अर्को छ हाम्रो के छ भन्दाखेरि नेक्स्ट हेर्नुस् है त ध्यान दिएर। यसमा हेर्नु त सोचुग्योसिमास। फेरि एकचोटी सोचुग्योसिमास। फेरि एकचोटी सोचुग्योसिमास भनेको चाहिँ ग्रेजुएसन गर्नु है। चाहे त्यो +2 लेभलको होस् चाहे ब्याचलरबाट होस्, हामीले के गर्नु, ग्रेजुएसन गर्नु भन्ने बुझिन्छ। शिउसेकिसिमास। फेरि एकचोटी शिउसेकिसिमास। शिउसेकिसिमास भनेको एटेन्ड गर्नु, तपाईको कस्तो भने मिटिङहरु एटेन्ड गर्नु भनिन्छ नि, उपस्थिति हुनु भन्ने बुझिन्छ है त। नेक्स्ट हेर्नुस् क्युकेसिमास। फेरि एकचोटी क्युकेसिमास। फेरि एकचोटी क्युकेसिमास। क्युकेसिमास भनेको चाहिँ तपाईको टेक अ ब्रेक यानी कि ब्रेक टाइम हुनु। हामीले जसरी यासुमी मास भन्दाखेरि ब्रेक भनेर बुझिन्थ्यो, आराम गर्छु भनेर बुझिन्थ्यो भने क्युकेसिमास भनेको नि आराम गर्छु, ब्रेक टाइम हो भन्ने बुझिन्छ। रेनक्यू। फेरि एकचोटी रेनक्यू। फेरि एकचोटी रेनक्यू। रेनक्यू भनेको चाहिँ तपाईको लामो बिदा, लगातार बिदा भन्दाखेरि हामी रेनक्यूको प्रयोग गरिन्छ भने साकुबुन। फेरि एकचोटी साकुबुन। साकुबुन भनेको चाहिँ के हो सिन्से भन्नुहुन्छ भने निबन्ध, एसेहरु भनिन्छ नि, निबन्ध भनेको। नेक्स्ट सुगिनो हाप्यो। फेरि एकचोटी हाप्यो। फेरि एकचोटी हाप्यो। हाप्यो भनेको चाहिँ प्रेजेन्टेसन हो। के अरे, प्रेजेन्टेसन, प्रस्तुति भनिन्छ नि, हो त्यो भनेको। नेक्स्ट हेर्नुस् हाम्रो के छ भन्दाखेरि ध्यान दिनु ल, तेनरेन खाइ। हेर्नु त के भनेको छ, तेनरान खान। तेनरान खाइ। फेरि एकचोटी तेनरान खाइ भनेको चाहिँ तपाईको एक्जिबिसनहरु, प्रदर्शनीहरु गर्नु भन्दाखेरि चाहिँ हामीले तेनरान खाइको प्रयोग गरिन्छ। नेक्स्ट हेर्नुस् केक्कोनसिकी। म यस्तो केक्कोनसिकी। केक्कोनसिकी भनेको चाहिँ वेडिङ सेरेमनी यानी कि विवाह समारोह भन्ने गरिन्छ है। अर्को हेर्नुस् सौसिकी पनि भनिन्छ, अलिकति पोलाइट रूपमा चाहिँ ओसौसिकी भन्ने गरिन्छ, जसको अर्थ फुनेरल भनेको चाहिँ अन्त्येष्टि समारोह है त, अन्त्येष्टि गर्नु भनिन्छ नि, त्यो भनेको सिकी। फेरि एकचोटी सिकी। सिकी भनेको चाहिँ समारोह, सेरेमनी भन्ने बुझिन्छ। नेक्स्ट हेर्नुस् होन्स्या। फेरि एकचोटी होन्स्या। होन्स्या भनेको हेड अफिस। के अरे, होन्स्या भनेको हेड अफिस भन्ने बुझिन्छ है त। अब अर्को जाउँ हामी केमा भन्दाखेरि ध्यान दिएर सुन्नु ल, सितेन। फेरि एकचोटी सितेन। यसको खान्जी पनि इम्पोर्टेन्ट छ। सितेन भनेको ब्रान्च अफिस, शाखा कार्यालय है त। क्योखाइ। फेरि एकचोटी क्योखाइ। फेरि एकचोटी क्योखाइ भनेको चर्च है त। के हो अरे, चर्च, क्रिस्चियनहरुको चर्च हुन्छ नि, त्यो भनेको। दाइगाकुइन। फेरि एकचोटी दाइगाकुइन। फेरि एकचोटी दाइगाकुइन भनेको चाहिँ के हो, ग्रेजुएट स्कुल भनेको है त, युनिभर्सिटीको है। ल त्यसै गरेर अर्को हेर्नुस् दौबुचुएन। फेरि एकचोटी दौबुचुएन। दौबुचुएन भनेको चाहिँ जू है त, चिडियाखाना भन्ने बुझिन्छ। अर्को छ हाम्रो ओक्याकु। फेरि एकचोटी
ओक्याकु भनेको भिजिटर भयो, कस्टमर भयो, गेस्ट, पाहुना भन्ने बुझिन्छ है त। अर्को हेर्नुहोस् नो हौ, फेरि एकचोटि यो नो हौ भनेको चाहिँ डिरेक्सनहरू दिशा भन्दाखेरि पूर्वपट्टि है भनिन्छ नि, हो दायाँपट्टि भन्दाखेरि चाहिँ नो हौको प्रयोग गर्ने गरिन्छ। अर्को जुत्तो, यो जुत्तो त हामीले N5 लेभलमा पनि पढेको थियौँ। जुत्तो भनेको चाहिँ के हो त, बाई फार धेरै लामो समयसम्म भन्दैछ है त। अर्को हेर्नुहोस् हाम्रो के छ भन्दाखेरि नोकोरिमास, फेरि एकचोटि नोकोरिमास। यो नोकोरिमास भनेको चाहिँ के हो सेन्से भने रिमेन, बी लेफ्ट, यानि कि बाँकी रहनु भन्ने बुझिन्छ। चुकिनी के हो अरे, चुकिनी, चुकिनी भनेको चाहिँ पर मन्थ यानि कि महिनामा 1-2 पटक मुभी हेर्छु भन्न नि पाइयो, महिनामा 1-2 पटक घरतिर फोन गर्छु भन्न नि पाइन्छ है। अर्को हेर्नुहोस् फुचो, फुचु, फुचुनो भनेको के हो त, अर्डिनेरी, नर्मल, सामान्य भन्ने बुझिन्छ। हामीले लोकल भनेर पनि पढेको थियौँ नि होइन, फुचु भनेको N5 मा। मुरा, फेरि एकचोटि मुरा, त्यो प्रचण्डले त मुरा भनेको राया भने जस्तै छ होइन है, मुरा भनेको भिलेज, गाउँ भन्न बुझिन्छ है। अर्को छ हाम्रो एगा खान, फेरि एकचोटि एगा खान, एगा खान भनेको मुभी थिएटर, चलचित्र हल भन्ने बुझिन्छ। अर्को छ हाम्रो तोखाई, फेरि एकचोटि तोखाई, तोखाई भनेको चाहिँ के हो त, सिटी है, सहरको क्षेत्र, बुझ्नुभयो नि। नेक्स्ट भनेको हाम्रो कोदोमो ताची, फेरि एकचोटि कोदोमो ताची भनेको बच्चाहरू भन्न बुझेको, कोदोमो मात्र भनेको बच्चा, कोदोमो ताची भनेको के हो त, बच्चाहरू भनेको। नेक्स्ट हेर्नुहोस् त के गरेको छ भन्दाखेरि यहाँनिर ध्यान दिएर सुन्नु ल। सेकाइज्यो, फेरि एकचोटि सेकाइज्यो, सेकाइज्यो भनेको चाहिँ के हो, सेकाइ भनेको चाहिँ संसार, ज्यो भनेको भरि क्या, संसारभरि भनेको है त, बुझ्नुभयो। अर्को हेर्नुहोस् आचुमारिमास, फेरि एकचोटि आचुमारिमास, आचुमारिमास भनेको चाहिँ ग्यादर हुनु, जम्मा हुनु भन्ने बुझिन्छ भने उचुकुसी, फेरि एकचोटि उचुकुसी भनेको चाहिँ के हो भन्दा ब्युटिफुल, सुन्दर भन्न खोजेको है त। अर्को हेर्नुहोस् हाम्रो के छ भन्दा सुबारासी, फेरि एकचोटि सुबारासी, सुबारासी भनेको वन्डरफुल भन्ने बुझिन्छ, शानदार, एकदमै राम्रो भन्न खोजेको। अर्को छ हाम्रो किगात्सुकिमास, फेरि एकचोटि किगात्सुकिमास भनेको चाहिँ नोटिस गर्नु, रियलाइज गर्नु, ध्यान दिनु, पे एटेन्सन पनि भन्ने बुझिन्छ नि होइन, ध्यान दिनु भन्ने बुझिन्छ। भनेपछि हाम्रो लेसन जम्मा 31मा त यति मात्र मिनिङ रहेछ है त, बुझ्नुभयो। यदि तपाईँहरूलाई यस्तै मिनिङहरूको भिडियोज अथवा ग्रामेटिकल कुरा भिडियो चाहिन्छ भने कमेन्ट गरेर राख्नुहोस्। ग्रामेटिकल कुरा म चाँडै नै हाल्नेछु, मैले भनिरहेको छु। सुरुमा मिनिङहरू म सक्नेछु, N5मा पनि त्यसै गरेको थिएँ, तर N5मा चाहिँ मैले ग्रामेटिकल कुरा पनि हाल्दै थिएँ भने सुरुमा यो N4 लेभलको चाहिँ मिनिङ धेरै इम्पोर्टेन्ट भएको कारणले गर्दा यो हाल्दैछु। चाहिनेले हेर्नुहोस् है त ल, चाहिनेले हेर्नुहोस्, नचाहिनेले यो मिनिङ यो त्यो नभन्नु, किनकि यो सबैजनालाई जान्ने छ भन्ने पनि हुँदैन होइन, त्यही भएर मिनिङ हालिदिएको छु। चाहिनेले मात्र हेर्नु, नचाहिनेले स्किप गर्नु हुन्छ ल। अनि अर्को कुरा भनेको सानो इन्फर्मेसन तपाईँहरूलाई फेरि पनि, तपाईँहरू नयाँ क्लास चाहनुहुन्छ, यदि N5 N4 को क्लास चाहनुहुन्छ भने नयाँ क्लासहरू हाम्रो धमाधम भइरहेको छ। 5 बजेदेखि 6 बजेको क्लास हाम्रो तपाईँको N5 लेभलको रन भइरहेको छ भने 6 बजेदेखि 7 बजेको क्लास भनेको हाम्रो N4 लेभल रन हुन आँटेको छ। त्यही भएर तपाईँहरू इच्छुक हुनुहुन्छ र तपाईँहरूलाई N5 N4 लेभल बेटर बनाउन चाहनुहुन्छ र पछि JFT को प्रिपरेसन गर्न चाहनुहुन्छ भने हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। तल दिएको नम्बरमा सम्पर्क गर्नुहोस् र हामीसँग जापानिज भाषा मजाले सिक्न सक्नुहुन्छ है त। ल यति भन्दै यदि तपाईँहरूलाई आजको भिडियो मन परेको छ र आउने मिनिङ पनि यसरी नै हालिदिनुहोस् भन्नुहुन्छ भने कमेन्ट गर्ने है त ल। ल आज यति गर्नु ल। मिनासामा साइनारा माताइमास्यो, साइनारा मिनासामा।